नमस्कार सम्पूर्णमा। धेरै बिगिनरले एउटा ठुलो गल्ती गर्छन्। उनीहरू प्रोजेक्ट क्रिएट गरे लगत्तै एडिटिङ सुरु गर्दछन्। तर यदि सुरुमा सही सेटिङ नगर्ने हो भने पछि भिडियो क्वालिटी, टाइमलाइन र एक्सपोर्टमा समस्या आउन सक्छ। आज हामी प्रोफेसनल एडिटरले प्रोजेक्ट सुरु गर्नु अघि गर्ने सम्पूर्ण तयारी सिक्नेछौँ। अघिल्लो लेसनमा हामीले दाभिन्ची रिसल्भको इन्टरफेस बुझ्यौँ। आज हामी प्रोजेक्टलाई सही तरिकाले सेटअप गर्नेछौँ, अर्थात् प्रोजेक्ट सेटिङ। प्रोजेक्ट सेटिङ भनेको जब हामीले भिडियो को प्रोजेक्ट क्रिएट गरिसके पछाडि त्यसलाई चाहिँ कस्टमाइज गर्नका लागि विभिन्न किसिमका प्यारामिटरहरू हुन्छन्। जस्तै टाइमलाइन रिजोल्युसन भयो, फ्रेम रेट भयो, भिडियो फर्मेट भयो, कलर म्यानेजमेन्ट, अडियो सेटिङ अनि रेन्डरिङ प्रिफरेन्स आदि इत्यादिको कति चाहिँ हुन्छ, कसरी चाहिँ हुन्छ भन्ने कुरा मिलाउनलाई चाहिँ हामी प्रोजेक्ट सेटिङ भन्दछौँ। ल आउनुहोस् यसको अब स्क्रिन रेकर्डिङ त। ल अब हामीले यहाँनिर स्क्रिन रेकर्डिङमा चाहिँ हामीले सुरुमा यहाँनिर के गर्छौँ त, न्यू प्रोजेक्ट क्रिएट गर्छौँ। यसलाई चाहिँ हामीले क्लास 3 दिन्छौँ, दाभिन्ची क्लास 3। यसलाई हामीले क्रिएट गरिसके पछाडि हामी बाई डिफल्ट हामी यहाँनिर कट पेजमै छौँ। हामी एडिट पेजमा हामीले चाहिँ काम गरेका थियौँ। अस्ति एडिट पेजको बारेमा चाहिँ हामीले काम गरेका थियौँ र एउटा भिडियो पनि हामीले एक्सपोर्ट गरेर हेरेका थियौँ। र सबैभन्दा पहिलो कुरा चाहिँ यो प्रोजेक्ट सेटिङ चाहिँ हामीले क्रिएट गऱ्यौँ। यहाँनिर कतै पनि देखाएनौँ होइन। सुरुमा कहाँबाट चाहिँ रिजोल्युसन कति हुन्छ, त्यसलाई भर्टिकल बनाउने कि होरिजेन्टल बनाउने कि भन्ने कुरा। यसको लागि चाहिँ हामीले यहाँनिर तल चाहिँ हेऱ्यौँ भने यहाँनिर के छ त भन्दाखेरि सेटिङको आइकन छ। यहाँ हाउस आइकन छ, यहाँनिर सेटिङको आइकन छ, प्रोजेक्ट सेटिङ भनेर दिएको छ। यसमा क्लिक गरिसके पछाडि हाम्रो यहाँनिर यस किसिमको चाहिँ विन्डो खुल्छ है। यहाँनिर थुप्रै चिजहरू देखिएको छ र यहाँनिरबाट नआइकन चाहिँ हामीले बाहिरबाट सर्टकट कीबाट चाहिँ हामीले निकाल्नु पर्यो भने के गर्ने त भन्दाखेरि Shift+9 चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि यसलाई सर्टकट की Shift+9 हामीले गऱ्यौँ भने के हुन्छ त, यो सेटिङको अप्सन चाहिँ खुल्छ सर्टकट कीमा। यदि हामीले यहीँबाट पनि गर्न सक्यो अथवा Shift+9 चाहिँ थिच्नु भयो भने पनि प्रोजेक्ट सेटिङ आउँछ। र हाम्रो यहाँनिर सुरुमा चाहिँ टाइमलाइन रिजोल्युसन छ होइन। एचडीमा हाम्रो 1920x1080 को चाहिँ छ। यहाँनिर अरू पनि हाम्रो थुप्रै चाहिँ छ। जस्तै हामीले 4K मा राख्नु पर्यो भने 3840, 2160 अल्ट्रा एचडीमा 4K मा चाहिँ हामीले यहाँबाट चाहिँ सेट गर्न सक्छौँ है। नर्मल्ली हामीलाई चाहिँ के त भन्दाखेरि तपाईँको 1920x1080 एचडीमा नै हामीले त्यही राख्दाखेरि चाहिँ हामीलाई पुग्छ होइन। त्यही नै ठिक हुन्छ। अर्को चाहिँ हाम्रो यहाँनिर जस्तै भर्टिकल रिजोल्युसन छ। हामीलाई ठाडो बनाउनु पर्यो भने यो चाहिँ हाम्रो चाहिँ होरिजेन्टल भयो, त्यार स्वरूपमा भयो। जस्तै हामीलाई मोबाइलको साइजमा चाहिँ बनाउनु पर्यो अथवा टिकटकको चाहिँ रिलहरू बनाउनु पर्यो भने हामीले यहाँनिर के गर्छौँ त, यसमा चाहिँ टिक लगाउने। यो टिक लगायो भने हाम्रो ठाडो रूपमा आउँछ। यसलाई अनचेक गर्नुभयो भने त्यार स्वरूपमा चाहिँ होरिजेन्टलले आउँछ। अनि यो पिक्सल आस्पेक्ट रेसियो छ, यहाँनिर स्क्वायरमै ठिक छ। अनि अर्को चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ के छ भन्दाखेरि टाइम फ्रेम रेट होइन। टाइम फ्रेम रेट भनेको जस्तै यहाँनिर 24 छ होइन। 1 सेकेन्डमा चाहिँ एउटा क्यामेराले कतिवटा चाहिँ पिक्चर क्याप्चर गर्छ भन्ने कुरा हुन्छ। जस्तै 1 सेकेन्डमा चाहिँ कुनै क्यामेराले 24 राख्छ भने त्यसको चाहिँ के हुने भयो त 24 फ्रेम रेट हुने भयो है। 1 सेकेन्डमा 24 वटा चाहिँ उसले पिक्चर क्लिक गर्यो होइन। अरू चाहिँ हाम्रो यहाँनिर 30 राख्न सक्नुहुन्छ, यहाँनिर 50 छ, 60 छ होइन। यो चाहिँ हाम्रो क्यामेराले कति फ्रेममा खिचेको छ। नर्मल्ली हाम्रो के हुन्छ त 24 फ्रेम पर सेकेन्ड हुन्छ होइन। 1 सेकेन्डमा 24 वटा चाहिँ पिक्चर के गर्छ त क्लिक गर्छ भन्ने कुरा हो।
अर्को हाम्रो यहाँ प्लेब्याक रेट छ होइन, जस्तै हामीले यो चाहिँ यहाँ पनि के छ त 24 नै छ है। यहाँ हाम्रो कति छ त भन्दाखेरि 24 नै छ। जस्तै प्लेब्याक रेट र यो चाहिँ हाम्रो के छ त लगभग सेम नै छ। प्लेब्याक रेट भनेको जस्तै हामीले मोसन ग्राफिक्समा भिडियोलाई चाहिँ स्लो बनाउनु पऱ्यो भने होइन, जति धेरै चाहिँ फ्रेमहरू भयो त्यति चाहिँ हामीलाई के हुन्छ त भन्दाखेरि स्लो गर्नलाई चाहिँ सजिलो हुन्छ र प्रोफेसनल अलिकति राम्रो देखिन्छ है। र हामीले कहिले पनि एकदमै स्लो मोसनमा भिडियोहरू बनाउँदैछौँ भने जहिले पनि क्यामेरा अथवा सेटिङमा चाहिँ हामीले जति धेरै फ्रेम रेट राख्यौँ त्यति हामीलाई के हुन्छ त भन्दाखेरि राम्रो हुन्छ, सजिलो हुन्छ र अलिकति प्रोफेसनल लुक देखिन्छ। अर्को चाहिँ यहाँ भिडियो मोनिटरिङ छ। भिडियो मोनिटरिङमा त्यही सेम एज छ होइन। यो भिडियो चाहिँ मोनिटरिङ भनेको यो सफ्टवेयरले चाहिँ हामीले काम गर्दै गर्दाखेरि चाहिँ राख्ने चाहिँ आफ्नो प्यारामिटर्स चाहिँ छ। यसमा फर्मेट 24 सेकेन्ड नै छ। हामीलाई चाहिने भनेको अहिले यिनै कुराहरू छन् होइन र इम्पोर्टेन्ट। अर्को चाहिँ यहाँनिर छ मिडिया अप्टिमाइजेसन मिडिया एन्ड रेन्डर कजेस होइन। यहाँनिर के छ त प्रोक्सिम मिडिया रिजोल्युसन होइन। यो प्रोक्सिमी मिडिया रिजोल्युसन भनेको जस्तै हामीलाई चाहिँ एकदमै ठुल्ठुलो हेभी चाहिँ प्रोजेक्टहरू काम गर्दै गर्दाको अवस्थामा कम्प्युटरहरू ह्याङ हुने, ल्याग गर्ने भएको अवस्थामा चाहिँ हामीले प्रोक्सिमी कम गरेर के गर्न सकिन्छ त भन्दाखेरि प्रोक्सिमी युज गरेर त्यसलाई चाहिँ काम गर्न सकिन्छ ताकि चाहिँ हाम्रो डिभाइसले एकदमै फास्ट चाहिँ काम गर्न सकोस् है। त्यो के हो कसरी चाहिँ हुन्छ भन्ने कुरा चाहिँ त्यो हामी पछि सेट गरेर चाहिँ नेक्स्ट क्लासमा चाहिँ हामीले हेर्नेछौँ। अहिले चाहिँ हाम्रो प्रोक्सिमी भनेको के हो त भन्दाखेरि धेरै चाहिँ तपाईँको हाई क्वालिटीको अथवा ठुलो एउटा धेरै लामो भिडियो छ जो हाम्रो डिभाइसले चाहिँ के गर्न सक्दैन त भन्दाखेरि त्यसलाई चाहिँ रिड गर्न सकेन अथवा धेरै ल्याग गर्यो, ह्याङ भयो भने हामीले प्रोक्सिमी को रिजोल्युसन चाहिँ कम गरेर होइन के गर्न सकिन्छ त काम गर्न सकिन्छ। यहाँनिर चुज गर्नु भने ओरिजिनल छ, हाफ छ, क्वार्टर छ होइन, 1/8 छ, 1/6 छ अथवा करेन्ट अटोमेटिकली। जस्तै ओरिजिनल भनेको त्यो जति भिडियोको चाहिने रिजोल्युसन हो त्यति नै राखेर अब त्यसको चाहिँ आधा गऱ्यो अनि आधा गर्दाखेरि पनि तपाईँको भएन अथवा क्वार्टरमा राख्ने होइन, 4 भागको 1 भागमा काम होस् भन्ने होइन, अथवा 1/8 होइन 8 भागको 1 भागमा चाहिँ काम होस् होइन। जसले गर्दाखेरि चाहिँ यसले सफ्टवेयरले चाहिँ के गर्छ त भन्दाखेरि डाभिन्ची रिजल्भले आफै चाहिँ नि त्यसको डुप्लिकेट बनाइदिन्छ होइन। 4 भागको 8 भाग के गर्ने भयो त तपाईँको डुप्लिकेट बनाइदिने भयो सानो एकदम कम रिजोल्युसनमा, जसले गर्दाखेरि हाम्रो डिभाइसमा सजिलै चाहिँ के गरोस् त भन्दाखेरि त्यसले काम गरोस्। त्यसरी चाहिँ हामी के हुन्छ त भन्दाखेरि काम गर्छ यसले है। यो कुरा चाहिँ बुझ्नुभयो भन्ने मलाई लागिसक्यो होइन। र के रहेछ त भन्दाखेरि कुनै पनि हामीलाई धेरै हाई क्वालिटीको अथवा धेरै चाहिँ उसको चाहिने भिडियोहरू भयो भने त्यसलाई चाहिँ हामीले हाम्रो कम्प्युटरमा सपोर्ट गर्ने अथवा ल्याग गऱ्यो होइन, एकदम स्लो भयो भने त्यसलाई फास्ट काम गर्नका लागि चाहिँ यसले के गर्ने रहेछ त डुप्लिकेट बनाइदिँदो रहेछ। त्यही डुप्लिकेटले हामीले के गर्न सकिने त काम गर्न सकिने भयो भन्ने कुरा चाहिँ यहाँनिर देखाउँछ। अर्को चाहिँ हाम्रो यहाँ वर्किङ फोल्डर्सहरू छ। जस्तै प्रोजेक्ट मिडिया लोकेसन होइन, यसको चाहिँ लोकेसन कहाँ हो त होइन। यहाँनिर हामीले चाहिँ लोकेसन सेट गर्न सकिन्छ। प्रोग्रामी जेनेरेसन लोकेसन जस्तै अब प्रोग्रामी जेनेरेसन लोकेसन भनेको अगाडिको चाहिँ यसको चाहिँ डुप्लिकेट होइन, डुप्लिकेट भिडियो चाहिँ कुन फोल्डरमा चाहिँ कहाँनिर चाहिँ हुन्छ होइन। जसले अर्को चाहिँ पर्चेज फाइलहरू भयो होइन, अर्को ग्यालेरी इन्स्टेड लोकेसन, यो अलग अलग चाहिँ लोकेसनहरू हामीले अलग अलग ठाउँमा होइन अलग अलग उसमा चाहिँ हामीले काम गर्न सकिन्छ। अर्को फ्रेम इन्टरप्रिटेसन होइन, यो चाहिँ के छ त रियल टाइम प्रोसेसर छ होइन, रिटाइम प्रोसेसर यो नियरेस्ट छ होइन। अनि त्यसपछि मोसन इस्टिमेसन छ, यो हामीलाई त्यति अहिले आवश्यक चाहिँ पर्दैन। अब यतापट्टि जानुभयो भने यहाँनिर
ब्ल्याक म्याजिक क्लाउडको चाहिँ यहाँनिर सेटिङ छ होइन। त्यसपछि इमेज स्केलिङ छ, अनि कलर म्यानेजमेन्ट छ, जनरल अप्सनहरू छ होइन, क्यामेरा रो छ होइन। यहाँनिर थुप्रै कुराहरू चाहिँ यो सेटिङ छ। हामीले आवश्यक पढ्दै जाँदाखेरि, अगाडि बढ्दै जाँदाखेरि यी सेटिङहरू चाहिँ हामी मिलाउँदै जान्छौँ। अहिलेलाई चाहिँ हामी के गर्छौँ त भन्दाखेरि यति नै सेटिङहरू हामीलाई आवश्यक छ। र अब यही सेटिङ चाहिँ हामीलाई एज अ डिफल्ट चाहिँ हामीलाई चाहियो। घरिघरि चाहिँ हामीले के गर्नु परेन त भन्दाखेरि यसलाई सेट गर्नु परेन, अथवा प्रत्येक भिडियोमा चाहिँ हामीलाई एकचोटि सेट गरेको कुरा चाहिँ सबै भिडियोमा त्यही नै आइराखोस् भन्नको लागि चाहिँ हामीले के गर्न सकिन्छ त भन्दाखेरि यसलाई चाहिँ बाई डिफल्टमा चाहिँ हामीले के गर्न सकिन्छ त भन्दाखेरि सेभ गर्न सकिन्छ। त्यसका लागि चाहिँ यहाँनिर माथि 3 डटमा जानुहुन्छ। यहाँनिर के छ, सेभ करेन्ट सेटिङ एज अ प्रिसेट होइन। यसलाई चाहिँ हामीले प्रिसेटको रूपमा चाहिँ युज गर्नका लागि चाहिँ हामीले सेभ गर्नु पर्यो भने यहाँनिर क्लिक गर्नुहुन्छ। त्यसपछि यहाँ नाम दिनुहुन्छ। जस्तै मैले 1920/183 DR भनेर मैले लेखिदिएँ। यसलाई चाहिँ के गर्ने त भन्दाखेरि ओके गर्नु। अब ओके गरिसकेपछि यहाँ जायो भने यहाँनिर चाहिँ आइसक्यो यो होइन। अब यो यहाँनिर हामीले सिधै यसमा चाहिँ क्लिक गर्नु, अथवा यहाँनिर हामीले यो भर्टिकल युजको लागि चाहिँ होइन, भर्टिकल युजको लागि सेभ गर्नु पऱ्यो भने यहाँनिर सेभ यो के गर्न सकिन्छ भन्दाखेरि भर्टिकल अथवा रिलको लागि होइन, रिल भनेर हामीले यसलाई एज अ प्रिसेट सेभ गर्न सक्ने। यहाँनिर आइसक्यो भर्टिकल अनि यो रिल। अथवा यसमा चाहिँ कुनै अपडेट गर्नु पऱ्यो भने यहाँनिर लोड प्रिसेट छ अथवा अपडेट प्रिसेट छ होइन। यी कुराहरू चाहिँ हामीले अब यहाँनिर केही चेन्ज गरेर यसलाई चाहिँ अपडेट गर्नु पऱ्यो भने हामी चाहिँ अपडेट प्रिसेटमा चाहिँ काम गर्छौँ। यसलाई चाहिँ सेभ गर्छौँ होइन। यो सेभ गरिसके पछाडि हाम्रो यसरी चाहिँ आउने भयो। अनि अब हामीले एक्सपोर्ट गर्नु पऱ्यो भने डाइरेक्ट चाहिँ हामी यहाँनिरबाट एक्सपोर्ट गर्छौँ होइन। मिडिया पोलमा छँदैछ हाम्रो, मिडिया पोलमा हामीले काम गर्छौँ। यो हाम्रो चाहिँ टाइमलाइन भयो होइन, टाइमलाइन भयो हाम्रो चाहिँ मिडिया। ल हामीले अब यहाँनिर आइसक्यौँ होइन। यो हाम्रो चाहिँ के छ त भन्दाखेरि यहाँनिर यो भर्टिकल चाहिँ नि सेटिङमा चाहिँ आइराखेको छ। अब यसलाई चाहिँ हामीले होरिजेन्टल बनाउनु पऱ्यो भने नर्मल्ली यहीँनिर हामी क्लिक गर्छौँ र यो चाहिँ प्रिसेटमा चाहिँ यो 1920 यहाँनिर बढी भएछ होइन। 1920 यसमा चाहिँ लोड प्रिसेट गरिदिनु भयो होइन। यहाँनिर यस चेन्ज यसलाई हामीले उयो गऱ्यो भने यहाँनिर यसरी यो त्यार्सो रूपमा चाहिँ आउने भयो। यसरी हामीले प्रोजेक्ट सेटिङ चाहिँ प्रोफेसनल रूपमा चाहिँ आज हामीले प्रोजेक्ट सेटिङको बारेमा चाहिँ सिक्यौँ। र अब नेक्स्ट क्लासमा चाहिँ हामी एडिटिङ पेज नै सिक्नेछौँ। अस्ति हामीले नर्मल्ली एडिटिङ पेजको चाहिँ इन्टरफेस हेरेका थियौँ र त्यसलाई चाहिँ हामीले डिटेल रूपमा चाहिँ एडिटिङ पेज सिक्नेछौँ। र तपाईँलाई चाहिँ यो क्लास कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँलाई राम्रो लाग्यो भने लाइक गर्नुहोस् र सब्सक्राइब गर्नुहोस्। धन्यवाद।